ल हेर्नुहोस् यहाँनिर हेर्नुहोस्। यहाँको अवस्था यस्तो रहेको छ एकदमै है। यो अङ्गुर फलेर है लटरम्मै अङ्गुर फलेर यो बोटभरि वार्की पार ल हेर्नु त यस्तो पनि हुँदो रहेछ है। ल मैले चाहिँ अङ्गुर फलेको देखेको यहीँनिर हो है। फर्स्ट टाइम चाहिँ पोहोर साल प्रार साल अहिले 3 साल भयो है। प्रत्येक वर्ष बढी बढी फलिरहेको छ। ल हेर्नु त मैले त यसरी फलेको चाहिँ हाम्रो घरतिर चाहिँ त्यो हुन्छ नि बकैनाको दानाहरू क्या बुटोमा त्यस्तो देखेको थिएँ। यस्तो झोप्पा फलेको अङ्गुर यसरी फल्दो रहेछ। ल हेर्नु त यो 3टा बुट्टा त्यो त्यहाँबाट एउटा आयो यता आयो त्यो अनि एउटा चाहिँ यहाँ बिचमा छ। यो बिचबाट वारिपारि गछ भने ओ वहाँ पर चाहिँ एउटा छ। ल हेर्नुहोस् मैले चाहिँ आज यहाँ म धेरै दिनपछि यो टनलभित्र पसेको है। म तपाईँहरूलाई यहाँ पुरै सर्लक्कै देखाउन चाहन्छु। हेर्नु त कति रहर लाग्दो गरी झोप्पा झोप्पा फलेको छ। यो पुरै ठुल्ठुलो हुँदाखेरि त कत्रो देखिएला है। त्यो पनि मैले देखाउने छु। अहिले चाहिँ भर्खर चाहिँ यो चाहिँ है अब बढ्दैछ भर्खर भर्खर फलेर। अझ यो फुल साइज हुँदाखेरि चाहिँ यो कस्तो होला यो हेर्ने लायक हुन्छ होला हो यो। ल हेर्नु त कति फल सबैलाई भाग पुग्ने फलेछ आज यसपालि चाहिँ। ल ओ हो म त यहाँ आएर हेरेको हेरे भयो नि।